हेलो साथीहरू, आजको यो भिडियोमा तपाईँलाई बताउन गइरहेको छु चिपेस्ट एसएमएम प्यानलको बारेमा। करेन्ट टाइममा अहिले नेपालको नम्बर 1 प्यानल रहेको छ। यसलाई एक्सेस गर्नको लागि तपाईँहरू सिम्पली आफ्नो ब्राउजर खोल्नुहोला र सर्च गर्नु एसएमएम नेपाली। एसएमएम नेपाली सर्च गरेपछि यस्तो इन्टरफेस खुल्नेछ। एसएमएम नेपाली चिपेस्ट एन्ड बेस्ट एसएमएम प्यानल इन नेपाल त्यस्तो लेखेको हुन्छ। योमा क्लिक गर्नु। क्लिक गरेपछि तपाईँहरूलाई सिम्पली यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलेपछि तपाईँहरू अलि तल स्क्रोल गर्नु होला। तल स्क्रोल गरेपछि कन्टिन्यू विथ गुगल लेखेको हुन्छ, त्योमा क्लिक गर्नु। क्लिक गरेपछि तपाईँहरू सिम्पली कुनै एउटा इमेल सिलेक्ट गर्नु होला। इमेल सिलेक्ट गरेपछि कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरेपछि तपाईँहरूलाई यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलेपछि तपाईँहरू सिम्पली 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरेपछि 3 डटमा क्लिक गर्नु र एड फन्डमा क्लिक गर्नु होला। एड फन्डमा क्लिक गरेपछि क्युआर को स्क्रिनसट लिनु र ई सेवा खल्ती आइएम ब्याङ्कद्वारा पेमेन्ट गर्न सक्नुहुन्छ। जस्तो म खल्तीबाट पेमेन्ट गरिरहेको छु। म सबैभन्दा पहिला क्युआर स्क्यान गर्छु। क्युआर स्क्यान गर्नु होला र एमाउन्ट लेख्नु होला। मिनिमम डिपोजिट 10 आरएस छ। तपाईँहरू 1000 पनि गर्न सक्नुहुन्छ। जस्तो 1000 गरेपछि 5% बोनस मिल्छ र रिमार्कमा आफ्नो प्यानलको युजर नेम लेख्नु होला। जस्तो माथिमा नै लेखेको हुन्छ त्यो कपी गर्नु। कपी गरेपछि तपाईँहरू आफ्नो रिमार्कमा यो लेख्नु होला। लेख्नु हुँदैन भने पेमेन्ट तपाईँहरूको रिजेक्ट हुन्छ के त्यो पेमेन्ट सक्सेसफुल पहिला गर्नु होला। सक्सेसफुल गरेपछि त्यसको स्टेटमेन्टको फोटो क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईँहरू फेरि वेबसाइटमा आउनु। वेबसाइटमा आएपछि जति पेमेन्ट गर्नुभएको छ त्यहाँ एमाउन्टको तल लेख्नु होला। म 1000 गरेको छु र त्यहाँ सबमिट पेमेन्ट गर्नु र तपाईँहरूलाई रिडाइरेक्ट वाट्सएपमा हुनेछ। वाट्सएपमा रिडाइरेक्ट भएपछि पेमेन्ट र त्यसको स्क्रिनसट दिनु होला र 2 देखि 3 मिनटको भित्रमा तपाईँहरूको फन्ड लोड हुनेछ। तपाईँहरू फेरि वेबसाइटमा आउनु। वेबसाइटमा आएपछि हाम्रो फन्ड लोड भइसकेको छ र तपाईँलाई एउटा कुरा हेराउँछु। हेर्नु इन्स्टाग्रामको फलोवर कति सस्तो छ हेर्नु। त्यो 25 रुपियाँ, 26 रुपियाँ, 28 रुपियाँ त्यस्तो अहिलेसम्म कुनै प्यानल दिँदैन। एकचोटि तपाईँहरू हेर्नु होला। र तपाईँहरू एपिआई युजर र रिसेलर हुनुहुन्छ भने डिस्काउन्ट तपाईँहरूलाई एभाइलेबल छ। तपाईँहरू एडमिनसँग कुरा गर्नु होला। पेमेन्ट सबमिट गर्नुभएको छ त्यहाँ भन्नु होला कि म रिसेलर र एपिआई युजर छु। त्यहाँ डिस्काउन्ट तपाईँहरूलाई एड भइहाल्छ र तपाईँहरूलाई म हेराउनको लागि हेराइरहेको छु। पहिला आफ्नो एउटा इन्स्टाग्राम एकाउन्टमा फलोवर हालेर कति स्पिड हुन्छ। तपाईँहरूलाई यो फलोवर इन्स्टेन्ट डेलिभरी हुन्छ। जस्तो आफ्नो लिङ्कको कपी गर्नु इन्स्टाग्रामको, जस्तो म कपी गर्दैछु र तपाईँहरू हेर्नु होला अहिले 0 फलोवर छ। फेरि म वेबसाइटमा जान्छु। वेबसाइटमा गएपछि यहाँ लिङ्क पेस्ट गर्नु र क्वान्टिटीमा जति चाहियो जति लेख्नु होला। जस्तो मलाई अहिले 50 नै जरुरत छ, म 50 गर्छु। 50 मा नेक्स्ट न्यू अर्डर गर्नु होला। न्यू अर्डर गरेपछि तपाईँहरूलाई यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलेपछि लगाएपछि तपाईँहरू आफ्नो एकाउन्टमा जानु र चेक गर्नु। फ्लोवरको इन्स्टेन्ट डेलिभरी नै हुन्छ र फ्लोवर तपाईँहरूलाई अलि एक्स्ट्रा नै मिल्छ र तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो फ्लोवर कम्प्लिट भइसकेको छ। आजको लागि यति नै। अब न्यू भिडियोमा नै मिल्छु तपाईँहरूलाई।